मैदानमा थिरे आज हिसाब किताब चुक्ता गर्न आइपुगे यहाँसम्म लडेर यो दुःखसँग सर्पमा बिख मर्दमा एक चाहिँ हुन पर्छ दिमागमा रिस मनमा ज्वालामुखी फुट्न थाल्छ त्यसपछि के हुन्छ त आफै सोच Hello everyone, how are you? I hope you all guys are fine. Especially this video is for my Maldivian friend. Yeah, I posted some short video in my channel. If you like that video, please don't forget to do like, share and subscribe. Also give suggestion in comment section. Also, for more information, you can visit in Saks Taekwondo Academy Instagram page. Thank you. Take care. Hello everyone, how are you? आशा छ सबैजना सन्चै हुनुहुन्छ। मेरो नाम प्रदीप घरती मगर हो। मेरो घर बागलुङ जिल्ला ताराखोला गाउँपालिका वार्ड नम्बर 2 अर्गलमा पर्दछ र हाल म चाहिँ मालदिप्समा कार्यरत छु र मेरो काम भनेको लाइक मार्शल आर्ट्स तर्फबाट टेक्वान्डो भन्ने विधामा पर्दछ। अहिले चाहिँ म मालदिप्सको साक्स टेक्वान्डो एकाडेमी भन्ने क्लबमा इन्स्ट्रक्टरको रूपमा कार्यरत छु र विशेष गरी मैले मेरो युट्युब च्यानलमा केही सर्ट भिडियोहरू चाहिँ मैले पोस्ट गरेको थिएँ। आशा छ हजुरहरूले त्यो भिडियोहरू हेरिदिनु भएको छ र हेर्नु भएको छैन भने पनि मेरो युट्युब च्यानलमा गई ती भिडियोहरू हेरेर मलाई सुझाव सल्लाह दिनुहुन म आग्रह गर्दछु र ढिला नगरी म आजको यस भिडियो तपाईहरु मार्फत देखाउन गइरहेको छु। इन्जोय गर्नुहोला। ओके गाइज, यहाँबाट चाहिँ मेरो आजको यस ब्लग सुरु हुन्छ र आजको यस ब्लगमा चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु बाटोको अनि दायाँ बायाँको केही भ्यूहरू र यो भिडियो चाहिँ मालेदेखि हुलुमाले जाँदै गर्दा क्लिक गरेको केही क्लिप्सहरू हुन्। तपाईहरुले देख्न सक्नुहुन्छ म चाहिँ अहिले जाममा छु। पर तपाईहरुले रातो र लाइट बलेको देख्न सक्नुहुन्छ, त्यो चाहिँ ट्राफिक लाइट हो। हरियो बलिसकेपछि जानुपर्ने हुन्छ। आज मेरो मालेमा 1 घण्टाको क्लास थियो। त्यो क्लास सकेर रुमतर्फ जाँदै गर्दा बनाएको ब्लग हो र तपाईहरुले देख्न सक्नुहुन्छ यो अग्लो लामो गेट। यो गेट कटिसकेपछि चाहिँ हाम्रो यो लामो पुल सुरु हुन्छ। यो पुलको दायाँ बायाँबाट चाहिँ एकदम राम्रो भ्यू देखिने गर्दछ। तपाईहरुले म त्यो भ्यू अहिले यस भिडियोमा देखाउन सकिरहेको छैन किनभने यो भिडियो चाहिँ मैले मोबाइललाई यो स्कुटरको स्ट्यान्डमा राखेर सुट गरेको भिडियो। ती भ्यूहरू चाहिँ म तपाईहरुलाई अर्को आउने भ्लगमा देखाउने नै छु। यहाँ आइसकेपछि यो पुल यहीँनिर सकिन्छ र यो तपाईले देख्न सक्नुहुन्छ यो ट्राफिक लाइट। यहाँदेखि लेफ्ट लागिसकेपछि हामी मालदिप्सको इन्टरनेसनल एयरपोर्टमा पुगिन्छ। विशेष गरी मालदिप्स देश चाहिँ साना साना टापुहरू मिलेर बनेको देश रहेछ एन्ड मोर देन 1500 टापुहरू चाहिँ यहाँ मालदिप्स देशमा रहेको सुन्नमा आएको छ। तपाईहरुले माथि उडिरहेको एरोप्लेनलाई याद गर्नुभएको नै। यो एरोप्लेनको चाहिँ के छ भने मुनिपट्टि पाङ्ग्रा नभएर यसो खालको एउटा डन्डी छ। त्यो किन हो भने त्यस्तो खालको एरोप्लेन चाहिँ पानीमै ल्यान्ड हुने र पानीबाट नै टेकअप हुने रहेछ। र यहाँ आइसकेपछि चाहिँ यो लेफ्ट साइडमा रहेको चाहिँ यो पेट्रोल पम्प हो र यहाँदेखि चाहिँ हाम्रो हुलुमाले अनि हुलुमालेको पनि फेज 1 र फेज 2 छ। यो चाहिँ यहाँबाट चाहिँ फेज 1 सुरु हुन्छ। छ हजुरहरूलाई यो मेरो ब्लग मन पारिदिनु भएको छ भने, यदि मन परेको छ भने लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न नभुलिदिनु होला र केही सुझाव सल्लाह छ भने कमेन्ट सेक्सनमा गई सुझाव सल्लाह पनि दिन सक्नुहुनेछ र केही समयको लागि चाहिँ तपाईहरु यो मेरो भ्लगलाई म्युजिक मार्फत इन्जोय गर्नुहोस्। बाइ, टेक केयर।
वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। हजुरहरूलाई कस्तो लागिरहेको छ भिडियो? हामी अझै पनि फेज 1 मा नै रहेका छौँ। विशेष गरी यो भुलुमाले चाहिँ 2 पार्ट्समा छ, फेज 1 एन्ड फेज 2। अब यो तपाईँले देख्न सक्नुहुन्छ यो ब्रिज कटिसकेपछि चाहिँ एउटा चाहिँ हामी फेज 2 सुरु हुन्छ। सुन्नमा आएको छ यो फेज 1 फेज 2 लाई चाहिँ धेरै वर्ष पहिले माटो बालुवाहरूले समुद्रलाई पुरेर अनि अग्ला अग्ला बिल्डिङहरू बनाइएको रहेछ र म बस्ने रुम पनि अहिले अब आउन लागिसकेको छ। र आउनुभन्दा पहिले केही भिडियो क्लिप्सहरू छन्, ती भिडियो क्लिप्सहरूलाई म्युजिक मार्फत इन्जोय गर्नुहोस्। टेक केयर। म बस्ने बिल्डिङ पनि आइसकेको छ। यो ग्रीन कलरको बिल्डिङ चाहिँ म बस्ने बिल्डिङ हो र आजको ब्लग चाहिँ यहीसम्मको थियो र आशा छ हजुरहरूले यो मेरो ब्लग मन पारिदिनुहुन्छ भन्ने। यी तपाईँहरूलाई केही सुझाव सल्लाह दिनु छ भने कमेन्ट सेक्सनमा गई कमेन्ट गर्न नभुलिदिनु होला। ओके, यति भन्दै म बिदा हुन्छु। बाई बाई, टेक केयर, सी यू इन नेक्स्ट ब्लग।